हेलो हेलो नमस्ते हजुर नमस्ते सबैजनालाई नमस्ते हजुर नमस्ते होइन अनि तपाईँ सबैजनाले यो दिदीलाई त चिन्नुहुन्छ होइन यो दिदीलाई चिन्नुहुन्छ होइन बालेनले जित्यो भनेदेखि होइन उहाँले कान काटेर फ्याँक्छु भन्नुभएको थियो होइन अनि त्यो भिडियो चाहिँ सोसियल मिडियामा पुरै भाइरल भएर ल मैले पनि बनाएको थिएँ जस्ट मैले चाहिँ उहाँले इन्टरटेनमेन्टको लागि बनाएको थिएँ तर चाहिँ अहिले चाहिँ दिललाई चाहिँ एकदम समस्या पर्यो अरे होइन उहाँ चाहिँ एकदम गरी खाने मान्छे हुन्छ नि दुःख गरेर खाने मान्छे हुनुहुँदो रहेछ अनि उहाँ चाहिँ आज बिहान चाहिँ हाम्रो कालीमाटीमा तरकारी लिन जानुभएको थियो अरे अनि त्यहाँ चाहिँ अब दाजुभाइहरूले सबैजनाले होइन कान काटेर फ्याँक्नुपर्छ या के भनेर उहाँलाई एकदम टर्चर टाइपको हुन्छ नि उहाँ चाहिँ तरकारी नै नलिकन घर फर्किनु भएछ होइन गाइस त्यही भएर चाहिँ मैले चाहिँ उहाँलाई त्यस्तो हुन्छ नि उहाँले इन्टरटेनमेन्टको लागि मात्रै हो होइन अब हामीले गएर खोजेर कान काट्ने त्यो पनि हुँदैन उहाँले त्यो आफ्नो कुरा गर्न राख्न पाइन्छ होइन सो त्यही भएर चाहिँ उहाँले त बस त्यो राखिदिनु भयो उहाँले इन्टरटेनमेन्टको लागि सोच्नु होला त्यही भएर सबैजनाले उहाँलाई चाहिँ केही पनि नभनिदिनु होला है बिचरा उहाँले गरेर खाने बिचरा उहाँको भर्खर म उहाँको यस्तो टिकटक देखिहालेँ उहाँको गुनासो एकदम ठुलै थियो होइन अब तरकारी लिन जानुभएको थियो सबैले गाली गरेर हुन्छ नराम्रो कमेन्ट भन्यो होला नि होइन सबैले क्यामेरा तेर्साएर उहाँलाई एकदम अकवर्ड धेरै गाह्रो फिल भएर एउटा भिडियो बनाउनु भएको रहेछ त्यही भएर उहाँलाई गाइस सपोर्ट गरौँ त्यो कुरालाई होइन अब जित्नेले जितिहाल्यो होइन त्यो अफकोर्स जसले जे भने पनि जितिहाल्यो जित भइहाल्यो घन्टीको होइन त्यही हो अब सबैले उहाँलाई गाली चाहिँ नगरिदिउँ है गाइज है ल